नमस्ते अन्यहासेयो स्वागत छ यहाँहरूलाई कोरियन भाषाको बेसिक कक्षाको आजको पहिलो दिनमा। अब हामीहरूले घरमै बसी बसी कोरियन भाषा अध्ययन गर्न सक्नेछौँ। त्यसको लागि कृपया मेरो भिडियोलाई मन परे एउटा लाइक र च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब गरी बेल आइकनमा रहेको अलमा क्लिक गर्नुहोला ताकि मेरो युट्युब च्यानलको भिडियो हजुरहरू समक्ष सबैभन्दा पहिले पुगोस् र कोरिया जाने सपना साकार हुनमा मेरो तर्फबाट हजुरहरूलाई साथ सपोर्ट पुगोस् भन्ने आशा राखेको छु। कोरियन भाषामा जम्मा 40 वटा वर्णहरू छन्। तीमध्ये 14 वटा आधारभूत व्यञ्जन वर्ण र 5 वटा संयुक्त व्यञ्जन वर्ण, त्यसैगरी 10 वटा आधारभूत स्वर वर्ण र 11 वटा संयुक्त स्वर वर्ण गरी जम्मा 40 वटा कोरियन भाषाको वर्णहरू छन्। साथीहरू, ती 40 वटा वर्णहरू के हुन् त? आज हामीहरूले ती 40 वटा वर्णहरू अध्ययन गर्नेछौँ। सबैभन्दा पहिले हामीहरूले कोरियन आधारभूत व्यञ्जन वर्ण अध्ययन गर्छौँ र कोरियन संयुक्त व्यञ्जन वर्ण अध्ययन गर्छौँ। त साथीहरू, ढिलो नगरिकन अब हामीहरू कोरियन आधारभूत व्यञ्जन वर्ण र कोरियन संयुक्त व्यञ्जन वर्ण अध्ययन गर्नतिर लागौँ है त साथीहरू। अब साथीहरू, कोरियन आधारभूत व्यञ्जन वर्णको पहिलो वर्ण हो यो ग। यसलाई ग भनिन्छ। यो कोरियन भाषाको ग हो। गलाई यसरी लेखिन्छ। यो भनेको ग हो। यो भनेको ग हो। त्यसपछि साथीहरू यो न हो। कोरियन भाषामा नलाई यसरी लेखिन्छ। यो भनेको न हो। कोरियन भाषाको न यसरी लेखिन्छ। त्यसपछि साथीहरू यो द हो। कोरियन भाषाको द यसरी लेखिन्छ। यो भनेको कोरियन भाषाको द हो। त्यसैगरी यो र हो। यो कोरियन भाषाको र हो। कोरियन भाषाको र यसरी लेखिन्छ। यो भनेको कोरियन भाषाको र हो। त्यसैगरी साथीहरू यो म हो। यो कोरियन भाषाको म हो। कोरियन भाषाको म चतुर्भुज जस्तै हुन्छ। त्यसैगरी साथीहरू यो ब। यसलाई ब भनिन्छ। यो कोरियन भाषाको ब हो। कोरियन भाषाको बलाई यसरी लेखिन्छ। यो भनेको कोरियन भाषाको ब हो। त्यसैगरी साथीहरू अर्को अक्षर यो स हो। यो कोरियन भाषाको स यसरी स लेखिन्छ। यो कोरियन भाषाको स हो। त्यसैगरी साथीहरू यो अ हो। यसलाई अ भनिन्छ। अजिरो जस्तै लेखिन्छ। त्यसैगरी साथीहरू यो ज हो। कोरियन भाषाको ज यसरी लेखिन्छ। यो भनेको कोरियन भाषाको ज हो। त्यसैगरी यो छ। यसलाई छ भनिन्छ। कोरियन भाषाको छ यसरी लेखिन्छ। त्यसैगरी यो ख। कोरियन भाषाको ख यसरी लेखिन्छ। यो भनेको ख हो। कोरियन भाषाको ख यसरी लेखिन्छ। यो भनेको ख हो। त्यसैगरी यो थ। कोरियन भाषाको थ यसरी लेखिन्छ। यो भनेको थ हो। त्यसैगरी यो फ।
यो फलै यसरी लेखिन्छ, यो भनेको फ हो। त्यसै गरी यो अन्तिम अक्षर ह, कोरियन भाषाको हलाई यसरी लेखिन्छ, यो भनेको कोरियन भाषाको ह हो। यो कोरियन भाषाको ह। यसरी साथीहरू कोरियन आधारभूत व्यञ्जन वर्ण जम्मा 14 वटा हुन्छन्। अब साथीहरू अर्को रहेको छ कोरियन संयुक्त व्यञ्जन वर्ण 5 वटा। कोरियन संयुक्त व्यञ्जन वर्ण भनेको कोरियन आधारभूत व्यञ्जन वर्णको मिश्रित व्यञ्जन वर्ण हो, त्यसैले यसलाई कोरियन संयुक्त व्यञ्जन वर्ण भनिन्छ। त साथीहरू 5 वटा कोरियन संयुक्त व्यञ्जन वर्ण अब अध्ययन गर्नेतिर लागौं। यो कोरियन संयुक्त व्यञ्जन वर्णको पहिलो अक्षर क हो। कोरियन संयुक्त व्यञ्जन वर्ण कोरियन आधारभूत व्यञ्जन वर्णको मिश्रित वर्ण भएकोले ग प्लस ग मिलेर क बन्छ। ग प्लस ग क हुन्छ, ग प्लस ग क हुन्छ। त्यसै गरी अर्को अक्षर यो त हो। अब द प्लस द मिलेर त बन्छ, द प्लस द मिलेर त बन्छ। त्यसै गरी साथीहरू अर्को अक्षर यो प हो। ब प्लस ब प हुन्छ, ब प्लस ब प हुन्छ। त्यसै गरी साथीहरू यो अर्को अक्षर हो स। स प्लस स हुन्छ, स प्लस स हुन्छ। त्यसै गरी साथीहरू यो अन्तिम अक्षर च हो। ज प्लस ज मिलेर च बन्छ, ज प्लस ज प्लस च हुन्छ, यो भनेको च हो। यसरी साथीहरू संयुक्त व्यञ्जन वर्ण 5 वटा छन्। अब यसलाई एकचोटि सरस्वती पढ्दाखेरि ग न द र म ब स, ग न द र म ब स, अ ज छ ख थ फ ह, ग न द र म ब स, अ ज छ ख थ फ ह, ग न द र म ब स, अ ज छ ख थ फ ह, ग न द र म ब स, अ ज छ ख थ फ ह। यसरी चाहिँ पढ्न सकिन्छ। त्यसै गरी अर्को संयुक्त व्यञ्जन वर्ण क त प स च, क त प स च, क त प स च यसरी पढ्न सकिन्छ। साथीहरू कोरियन भाषाको अक्षर वर्णहरू र शब्दहरू पढ्दाखेरि याद गर्दाखेरि जहिले पनि लेखेर पढ्ने याद गर्ने गर्नुपर्छ। लेखेर याद गर्ने गर्यो भने अक्षरको आकृति सहित दिमागमा बस्छ र लामो समयसम्म हामीले याद गरेर राख्न सक्छौं। त्यसैले साथीहरू याद गर्दाखेरि पढ्दाखेरि लेखेर याद गर्ने पढ्ने गर्नुपर्छ। त्यसो गर्दा हामीलाई धेरै फाइदा हुन्छ। अब साथीहरू
अब कोरियन आधारभूत स्वरवर्ण र कोरियन संयुक्त स्वरवर्ण अध्ययन गर्नेछौँ साथीहरू। कोरियन आधारभूत स्वरवर्णको यो पहिलो अक्षर हो। कोरियन भाषाको आ यसरी लेखिन्छ। कोरियन भाषाको आ हो यो, यसलाई आ भनिन्छ। त्यसै गरी यो अर्को अक्षर या हो, यसलाई या भनिन्छ। कोरियन भाषाको या यसरी लेखिन्छ। यो भनेको कोरियन भाषाको या हो। त्यसै गरी साथीहरू यो अर्को अक्षर अ, यसलाई अ भनिन्छ। यो भनेको अ हो। त्यसै गरी साथीहरू यो अर्को अक्षर रहेको छ य, यसलाई य भनिन्छ। यो कोरियन भाषाको य हो, य। त्यसै गरी यो अर्को अक्षर हो ओ, यसलाई ओ भनिन्छ। यो कोरियन भाषाको ओ यसरी लेखिन्छ, यो ओ। त्यसै गरी अर्को अक्षर यु, यसलाई यु भनिन्छ। यो भनेको कोरियन भाषाको यु हो। त्यसै गरी साथीहरू यो भनेको उ, कोरियन भाषाको उ यसरी लेखिन्छ। यो चाहिँ कोरियन भाषाको उ हो। त्यसै गरी साथीहरू यसलाई यो, यसलाई यो भनिन्छ। अर्को अक्षर यसलाई उ भनिन्छ, यसलाई उ भनिन्छ। कोरियन भाषाको उ यसरी लेखिन्छ। त्यसै गरी यो अन्तिम अक्षर हो साथीहरू इ, कोरियन भाषाको इ यसरी लेखिन्छ। कोरियन भाषाको इ, कोरियन भाषाको इ यसरी लेखिन्छ साथीहरू। अब साथीहरू संयुक्त स्वरवर्ण भनेको कोरियन आधारभूत स्वरवर्णको मिश्रित वर्ण हो, त्यसैले यसलाई कोरियन संयुक्त स्वरवर्ण भनिन्छ। साथीहरू यो मिश्रित स्वरवर्ण रहेकोले अ प्लस इ जोड्यो भने, आ प्लस इ जोड्यो भने ए हुन्छ। आ प्लस इ जोड्यो भने ए हुन्छ। या प्लस इ जोड्यो भने ए हुन्छ साथीहरू। सम्झिराख्नु साथीहरू, या प्लस इ जोड्यो भने ए हुन्छ। त्यसै गरी यो अ प्लस इ जोड्यो भने ए हुन्छ। अ प्लस इ जोड्यो भने ए हुन्छ साथीहरू। अर्को अक्षर हो य प्लस इ जोड्यो भने ए हुन्छ। य प्लस इ जोड्यो भने ए हुन्छ साथीहरू। यो अर्को अक्षर हो वे, यसलाई वे भनिन्छ। ओ प्लस आ प्लस इ जोड्यो भने वे हुन्छ। ओ प्लस आ प्लस इ जोड्यो भने वे हुन्छ साथीहरू। यो हो, यो पनि ओ प्लस इ ओए हो, यसलाई ओ प्लस इ ओए भनिन्छ। ओ प्लस इ ओए, ओ प्लस इ ओए। त्यसै गरी साथीहरू अर्को अक्षर यो, त्यसै गरी साथीहरू यो उ प्लस अ प्लस इ जोड्दाखेरि ओए, उ प्लस अ प्लस इ ओए, उ प्लस अ प्लस इ
ओए हुन्छ। त्यसै गरी यो अर्को अक्षर हो, यो अर्को अक्षर ओ प्लस आ वा हुन्छ। ओ प्लस आ वा हुन्छ। ओ प्लस आ भनेको वा हुन्छ। त्यसै गरी साथीहरू यो चाहिँ यो भयो उ प्लस अ। उ प्लस अ भनेको व। उ प्लस अ भनेको चाहिँ व हुन्छ। यसलाई व उच्चारण गरिन्छ। त्यसै गरी साथीहरू यो भनेको उ प्लस इ जोड्यो भने वी हुन्छ। उ प्लस इ जोड्यो भने वी हुन्छ। त्यसै गरी साथीहरू अर्को अक्षर हो लास्टको यो उ। उ प्लस इ उई। उ प्लस इ उई। यसरी चाहिँ उ प्लस इ उई लेखिन्छ। साथीहरू यसरी चाहिँ कोरियन संयुक्त स्वरवर्ण निर्माण गरिएको हुन्छ। अब साथीहरू यसलाई एकचोटि सरस्वती पढौँ। ए ए ये ए ये वे वे उए वा वो वी वी ए ये वे वे उए वा वो वी वी ए ये वे उए वा वो वी वी। यसरी चाहिँ साथीहरू यसलाई सरस्वती पढ्न सकिन्छ। यो त भयो साथीहरू कोरियन वर्णहरू, 40 वटा वर्णहरू आज हामीले अध्ययन गर्यौं। साथीहरू भिडियोलाई मनपर्छ भने एउटा लाइक अवश्य पनि गर्नुहोला र साथीहरू च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। साथीहरू आजको भिडियो यहीँ समाप्त हुन्छ। 감사합니다।